यही नेपालको भर्याङ यस्तो यस्तो छ। कस्तो राम्रो राम्रो भर्याङहरू बन्छ बाँसको। म चाहिँ आज यता काभ्रेस्थली मामा घरतिर आउँदैछु। मौसम धमिलो धमिलो छ, पानी पर्ला जस्तो। धानको बाला यसरी झुलिरहेको छ। धानको बाला झुले यसरी खै यहाँ दो होला। यही बाटो हो। राजको घर त अझै माथि नै हो यो। मामा आएको थियो। म आउनु भएको छ नि। म ठिक छ हाल्नलाई आउने बेला त हामी रात पर्छ। हेर्नुहोस् है साथीहरू, काठमाडौँको काभ्रेस्थली हो यो। काभ्रेस्थली यस्तो भिरहरू पनि छ, भिरपाखा पनि छ, अनि जङ्गलहरू छ फेरि। अनि साथै फेरि धान कस्तो राम्रोसँग फलिरहेछ कि। हो त्यही त हो घरै हो। अनि हामी चाहिँ आज दसैँको टिकाको भोलिपल्ट हो मामा घरमा आउँदै हो। त्यो मामा हुनुहुन्न, भाइहरू हुनुहुन्छ। भाइहरूलाई भेट्न आउँदैछु। अब त्यस पुग्न लाग्यो। हामी पनि पुग्न लाग्यो। कस्तो राम्रो जङ्गल।